हेलो गाइज अनि आज चाहिँ हाम्रो न्यू डे न्यू भ्लग बनाएको छौँ हैन। अनि हजुरहरू लास्टसम्म हेरिदिनु होला है। अनि भिडियो चाहिँ सर्टमा आउँछ। अनि हामी चाहिँ स्कुलमै बनाएको छौँ भ्लग हैन, स्कुलमा बनाएको छु भ्लग। हजुरहरू लास्टसम्म हेरिदिनु। अनि सबै भाइहरू पनि छ, अनि लेसन पनि छ हैन, केटाहरू अझै छन् खुसी भाइहरू। त्यो भ्लग चाहिँ लास्टसम्म हेरिदिनु हैन, हेरिदिनु पर्यो नि हैन सबैले। अनि लाइक साइक पनि हालिदिनु यसो मिठो मिठो। हाम्रो न ह्यान्डसम भाइ पनि छ हैन। अनि हेरिदिनु, त्यही हो, सपोर्ट र माया गरिदिनु। नेपालको राष्ट्रिय जनावरको नाम ठिक छ भाइको नाम के हो? क्लाप आज त मलाई पुरै नि मन लागिरहेको छैन, जानु मन गरिरहेछ छोरीसँग कुरा गर्न। मेरो पनि गर्लफ्रेन्ड हुनुहुन्थ्यो। बस त पढ्नु सर्नु छैन, खालि 5 मिनेट बस। सबले जानै दिँदै छैन, ज्वरो र पिसाब लाग्यो। सर म जान्छु टोइलेट। नो सर कटकट लागेको छ। यो एक साल बोर्डमा लेखाएको। यो बोर्डमा केही त लेखेको छैन। यस्तो यस्तोमा भन्नु न, मलाई टोइलेट लागेको छ। होइन मलाई टोइलेट लागेको छ। सर क्लासमै मुर्दिन्छु। मलाई यो भन्यो कि केटा पछि गएर के गर्छस्? पछि गएर ठुलो भएर बिहे गरेर केटी पढेको त बिहे गर्छस्, केटी पठाउँछस्, अन्त बुढीले जरा लातान्दैन के? मम्मीले के सुनाउँदै थियो? मलाई के सुनाउँदै थियो? राति राति कहाँ हुन्छस्? म छोरी पठाउन। के अरे छोरी पठाउन मम्मीलाई भनिस्? भनेन। किन भनिस्? किनकि छोरी के अर्थ छोरीसित तुम्हारा कति उमेर भयो? उमेर कति भयो? 90।